Hey guys, welcome back to new vlog, new day, new vlog. Welcome to our channel, Facebook and everything है अनि आज पनि म मेरो औषधिसँगै हिँडिसकेको छु बल खेल्नलाई अनि आज डे 3 हाम्रो प्र्याक्टिसको अनि आज पनि सुन्दरता छ हाम्रो कार्की गाउँको मेरो ठाउँ मेरो जन्मभूमि टक्क मिठो अनि आज चाहिँ अलिक छिटो 1 बजी नै लागिसकेको छु बल खेल्नका लागि चट्ट मिठो आज त हाम्रो दादा पनि आउँदै हुनुहुन्छ विनोद कार्की एके कालेडोन आज सेटर दादा पनि आउँदै हुनुहुन्छ त्यहाँ अब आएपछि टक्क भेट्नुपर्छ है त राम्रो छ टट्ट मिलेको ठाउँ मिठो ल दादा आएपछि भेट्छु है त गन्धक चोकको भ्यू यस्तो छ साथीहरू अनि यहाँ माथि चाहिँ यो आँपको बोट पछाडि चाहिँ म पढेको स्कुल हो मैले 4 क्लास पढेँ अनि 9, 10 पढेको स्कुल नेमासतिर छ चट्ट मिठो यसलाई भन्छ गन्धक चोक हामीहरूको थुम्बैथिनको पुरै रमाइलो छ अनि यहाँ म छु साथीहरू क्यामेरा एङ्गल हल्का मिलेको छैन होला र पनि एडजस्ट गर्नु केही छैन अब हामीले दादा पर्खिराख्नु भएको छ त्यहाँ सेटर दादा अनि हामी गएर हाम्रो दाइलाई चट्ट मिठो भेटिन्छ अलिक धेर बोले जस्तो लाग्यो होला केही छैन अब बोल्नै पर्छ साथ सपोर्ट चाहिँ गरिदिनु होला स्वादिष्ट ठाउँहरू ऊ माथि छ स्कुल चाहिँ अहिले हेट अनि घाम चाहिँ खासै धेर छैन तै पनि गर्मी चाहिँ एकदम बढेको छ यहाँ हाम्रो थुम्बेदिनमा तापले जुन त्यत्रो हाइटमा भए पनि हल्का गर्मी चाहिँ लास्टै बढेको छ भक्तपुरदेखि आएदेखि चाहिँ एकदम गर्मी जस्तो लागिरहेछ मलाई अनि डाँडा पाखाहरू हेर्न सक्नुहुन्छ साह्रै स्वादिष्ट ओहो भोजनै खालोला जस्तो पो छ त लाग्नुपर्छ एउटा हातमा गोल ब्याग सुज निकाप्ने सपोर्टरहरू बोकेर हामीले आइसकेको छौँ अनि हाम्रो दादा चाहिँ ऊ पर छाता बोकेर बसिसक्नु भएको छ हामीहरूको सेटर दा 2081 मा 12 चोटि थुम्बेदिन युनाइटेड च्याम्पियन बनाउनु भएको हाम्रो विनोद दादा एक काले भाइरल र हामीले भेटिसकेको छौँ विनोद दादालाई हामीहरूको अहिलेको 2081 मा 15वटा ट्रफी दिलाउन सफल थुम्बेदिन युनाइटेडलाई च्याम्पियन एकदमै भाइरल दादा हुनुहुन्छ हाम्रो साथमा के को फ्री फायरको म त अस्ति गरेर आएको नि दादा 2000 iOS 18 point कति गाइज अब हामी चाहिँ यहाँ ग्राउन्डतिर आइसकेको अनि मान्छे आइपुगेको हराइन रहेछन् अनि अब यहाँ यसो शीतल तापिरहेछ अनि के भन्नुहुन्छ भने यो चाहिँ हाम्रो ग्राउन्ड चट्ट मिलेको डाँडाको बिचमा हेर्न सक्नुहुन्छ हजुर अनि यहाँ हाम्रो सेफ्टी ट्याङ्की सफा गर्ने छिरिसक्नु भएको छ निस्किन चाहिँ कसरी निस्किनुहुन्छ सेफ्टी ट्याङ्की सफा गर्ने पनि यही हुनुहुन्छ है साथीहरू र अब हामी लाग्नेछौँ साथीहरू बिस्तारै भएन र अब हामी लाग्नेछौँ साथीहरू बिस्तारै आज चाहिँ हाम्रो भूमिराज मेलाको लागि ग्राउन्ड बनाउन आएको थियौँ तर ग्राउन्ड बनाउन अलिक सफल भइएन जस्तो लाग्यो किनकि अमृत राई पनि हुनुहुँदैन यहाँ हाम्रो क्याप्टेन गर्मी अति भएको सूचना हामीहरूको थुम्बेदिन युनाइटेडमा गर्मीको माहौल एकदमै बढी भएको मिल्ला लाउन नसक्ने स्थिति चलिरहेको छ अनि हामी चाहिँ यहाँ अहिले ग्राउन्डतिर आएको छौँ ग्राउन्ड बनाउँ कि भनेर अनि हाम्रो ग्राउन्ड चाहिँ यस्तो छ भलिबल खेल्ने ठाउँ चाहिँ यस्तो छ यहाँनिर अनि अब हामी तल अब पर्वत दाइकोतिर लाग्नेछौँ अनि हाम्रो काले दाइ चाहिँ त्यहाँभित्रै
यहाँ सेफ्टी ट्याङ्कीभित्र है साथीहरू दादाको पावर ब्याङ्क यस्तो छ यहाँ फेरि चिसक्नु भएको छ ओहो ओहो नि तल जानुपर्छ अब साथीहरू अहिले ओभर गर्मी छ यतातिर ग्राउन्डतिर आम्मा उग्र नेपालगञ्ज भन्दा पनि लास्टै गर्मी छ अनि अब हामी निरन्तर अगाडि बढ्नेछौँ ग्राउन्डको हालत यस्तो छ यता माथितिर डुम्रिसे अनि यता यता माथि मिक्तला हो थुमाइदिनु भयो वडा नम्बर 4 र 3 माथि छ यो हालचाल कारबारी भन्छ 2 नम्बर हामीहरूको डेली ब्लगमा तपाईँलाई स्वागत छ अनि हामीहरूको छ यतापट्टि हामीहरूको खाजा खाने ठाउँ है यहाँ अब त्यहाँ गएर बस्छौँ किनकि यहाँ ओभरै गर्मी छ अनि हिजोको ब्लग यसो एडिट गर्छु अनि म पोस्ट हाल्नेछु लाइक सेयर सब्सक्राइब गर्न नछोड्नु होला हामी भेट्नेछौँ अर्को ब्लगमा